साथीहरु तपाईहरुलाई चाहिँ म एउटा सामाजिक सञ्जालको माध्यम फेसबुकबाट कसरी पैसा कमाउन सकिन्छ र त्यसको लागि कस्तो खाले फेसबुक आइडी बनाउनु पर्छ भन्ने विषयमा भिडियो ल्याएर आएको छु बनाउँदै छु। साथीहरु भिडियो हेर्नुभन्दा पहिला हाम्रो यो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला है त, ताकि भोलिका दिनहरुमा पनि अझै यो भन्दा जानकारीमूलक र राम्रो खाले भिडियोहरु ल्याउनुको लागि सधैं हाम्रो हौसला रहिरहोस्। साथीहरु तपाईहरु पनि सामाजिक सञ्जालको माध्यम फेसबुकबाट कन्टेन्ट क्रिएटर बनेर आफ्नो अर्निङ गर्न चाहनुहुन्छ भने यो भिडियोलाई स्किप नगरेर ध्यान दिएर अन्त्यसम्म हेर्नु होला है त। साथीहरु मैले चाहिँ भिडियो सुरु गर्दै छु। सुरुमा कसरी कस्तो खाले फेसबुक आइडी बनाउनु पर्छ र त्यसमा के एड गर्नुपर्छ, एकदमै ओरिजिनल फेसबुक आइडी बनाउनको लागि बनाउन त नम्बरबाट पनि बनाउन सकिन्छ, तर जीमेलबाट आइडी कसरी बनाउने, जीमेलबाट आइडी बनायो भने एकदमै बलियो हुन्छ, भेरिफाई गर्न सजिलो हुन्छ र मोनेटाइजेसन गर्न एकदमै सजिलो हुन्छ, ताकि नम्बरबाट त्यो सबै फिचरहरु हुँदैन। त्यसैले तपाईहरुलाई जानकारीमूलक भिडियो ल्याएर म आइसकेको छु। यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यदि स्किप गर्नुभयो भने तपाईलाई एकदमै घाटा हुनेछ। तपाईहरु चाहिँ नयाँ अकाउन्ट बनाउँदै हुनुहुन्छ भने सुरुमा क्रिएट न्यू अकाउन्टमा ओके गर्नु होला है त। यहाँ चाहिँ ओके गर्नुस् हैन। अनि त्यो भन्दा पछि यस्तो फिचर आउँछ। यस्तो आयो भने क्रिएट न्यू अकाउन्ट भनेर तपाईहरुले चाहिँ यहाँ ओके गर्नु होला है त। अब यहाँ चाहिँ अब कस्तो कुन नामबाट तपाई आइडी बनाउँदै हुनुहुन्छ है। म चाहिँ योबाट बनाउँदैछु। आफ्नो नाम राख्नु होला, आफ्नो फर्स्ट नाम हैन, सुरुमा नाम के छ त्यो राख्नु होला। यहाँ चाहिँ फर्स्ट नेम भनेर लेखेको छ। अनि तपाईहरुले चाहिँ मैले चाहिँ SARVEN सर्वेन अनि लास्ट नाम चाहिँ आफ्नो थर हुन्छ नि त्यो राख्नु होला। सर्वेन SHARMA शर्मा, सर्वेन शर्मा भनेर एउटा फेसबुक आइडी खोल्दै छु हैन। यहाँ चाहिँ क्यापिटल राख्दिए, सर्वेन शर्मा भनेर फेसबुक आइडी चाहिँ मैले नामको फेसबुक आइडी चाहिँ बनाए हैन। यहाँ अनि नेक्स्ट गर्नुस् है। अनि यहाँ चाहिँ आफ्नो डेट अफ बर्थ कति छ, आफ्नो रियल डेट अफ बर्थ चाहिँ कति हो त्यो चाहिँ राख्नु होला। कम से कम 18 वर्ष भन्दा माथिको चाहिँ बनाउन मिल्छ हैन, त्यहाँभन्दा तलको चाहिँ मिल्दैन। यहाँ चाहिँ अब 18 वर्षको भन्दा माथिकोलाई बनाउनु परेपछि अब सिधा 1900 2000 सम्म राख्दा नि हुन्छ हैन। 2000 इंग्लिशबाट राख्नुपर्छ हैन। अनि 1999 राखे। अनि महिना के हो अब त्यो आफ्नो हेरेर हैन, डेट अफ बर्थ जन्ममिति हेरेर नागरिकतामा होस् जुनसुकै डकुमेन्टमा हुन्छ हैन। अनि त्यसरी राख्ने। अनि मे 21 राख्दिए हैन मैले। अनि सेट गर्दिए, सेट भइहाल्यो। अनि नेक्स्ट भयो है। 27 वर्षको भयो यो आइडी हैन। तपाई चाहिँ फिमेल हो कि मेल हो हैन। यहाँ चाहिँ अब सर्वेन शर्मा भनेको चाहिँ मेल हो, फिमेल होइन हैन। यहाँ चाहिँ यहाँ ओके गर्ने अनि नेक्स्ट गर्ने हैन। नेक्स्ट गरिसकेपछि अनि तपाईले चाहिँ केबाट राख्नुहुन्छ, मोबाइल नम्बर भनेर आउँछ हैन, यसबाट नराख्ने। अनि अब चाहिँ यहाँ जीमेल हाल्ने हो हैन। जीमेल हाल्दाखेरि चाहिँ यहाँ ओके गर्ने। यहाँ माथि चाहिँ यो चाहिँ व्हाट्स योर मोबाइल नम्बर भनेर यहाँ आएको छ। तपाईले चाहिँ सिग्न अप विथ जीमेलमा ओके गर्नुभयो भने तपाई जीमेल हाल्ने अप्सन आउँछ हैन। तपाईहरु राम्रोसँग हेर्नु होला। यहाँ आयो जीमेल, इमेल भनेर लेख्यो हैन। अब यहाँ ओके गर्नुस्। अनि आफ्नो जीमेल के छ त्यो राख्नुस् हैन। मैले चाहिँ राखिसके है। नेक्स्ट अनि नेक्स्ट गर्नुस्। ओके, मैले चाहिँ पासवर्ड राखिसके हैन। अनि नेक्स्ट गर्नुस्, नेक्स्ट गर्नुस्। ओके, आई एग्री हैन। तपाईको चाहिँ अकाउन्ट बन्यो। तपाईको फेसबुक अकाउन्ट चाहिँ बनिसक्यो हैन। तपाईले यसरी हेर्न सक्नुहुन्छ।
अनि यहाँ चाहिँ कन्फर्म कोड भन्ने हुन्छ होइन, कन्फर्मेसन कोड भनेर आउँछ। तपाईँले चाहिँ जिमेलमा जानुपर्ने हुन्छ, जिमेलमा जानुपर्ने हुन्छ होइन। अनि हामी चाहिँ जिमेलमा सिधा यहाँ यो छ नि, यो तल बिचको एरो जिरोभन्दा तलको त्यहाँ दबाएर सिधा जाने। अनि यसरी जिमेल हेर्ने, जिमेल हेरिसकेपछि यहाँ चाहिँ कोड आएको हुन्छ होइन, यसरी हेर्ने। अब चाहिँ कोड आयो, यहाँ चाहिँ कोड आयो, यसरी हेर्नुहोस् त 53559। अनि चाहिँ यताको यसमा यो मेसेजको बक्स छ नि, 2 लेखेको छ नि, योभन्दा तलको एरोमा यसरी गर्ने र अनि जहाँ छ कन्फर्म कोड भन्नेमा आउने होइन, 53559 भनेर यहाँ हान्ने, 5355759 अनि नेक्स्ट गर्ने होइन। तपाईँको कोड के आउँछ जिमेलमा त्यही हान्ने कि। अब त्यो कुरा बुझ्नुभयो होला नि। तपाईँले चाहिँ एड प्रोफाइल पिक्चर भनेर अहिले नि एड गर्न सक्नुहुन्छ होइन, अनि पछि पनि एड गर्न सक्नुहुन्छ, यसमा केही फरक पर्दैन। मैले चाहिँ अहिले गरेन होइन, स्किप गरिदिएँ। वेलकम टु फेसबुक सर्वेन शर्मा भनेर आयो होइन। अब यसो चाहिँ फेसबुक आइडी बनाउने, फास्टर अलाउ एक्सेस कन्ट्याक्ट भनेर भयो। तपाईँसँग कन्ट्याक्ट नम्बर छ नि, त्यो भएको साथीहरूसँग चाहिँ कन्ट्याक्ट गर्ने कि नगर्ने भनेर चाहिँ यहाँ भनिरहेछ। तपाईँ अब गर्नुहोस् नगर्नुहोस् होइन, मैले चाहिँ डोन्ट अलाउ भने होइन। अब यस्तो अप्सन आउँछ, यहाँ चाहिँ नम्बर हाल्नुहोस् भन्छ होइन, तपाईँले नहाल्दा नि हुन्छ। हामीले किनकि जिमेल आइडी एड गरिसकेका छौँ, यसमा केही फरक पर्दैन। नम्बर हाल्दा पनि हुन्छ र नहाल्दा पनि हुन्छ, यसमा केही फरक पर्दैन होइन। अनि चाहिँ तपाईँ नम्बर हाल्नुहुन्छ भने यहाँ चाहिँ आफ्नो नम्बर राख्नुहोस् होइन। अनि यहाँ चाहिँ आफ्नो देशको कोड जहाँ हुन्छ, जुन देशमा हुनुहुन्छ होइन, जहाँको नम्बर छ त्यहाँको चाहिँ कोड राख्नुहोस् होइन। अनि त्यसरी चाहिँ हाल्नुहोस्। यहाँको कोड चाहिँ नेपालको कोड चाहिँ नेपाल आए यसरी आउँछ होइन। अनि यहाँ चाहिँ आफ्नो नम्बर हाल्ने, एरियाको कोड यहाँ हुन्छ, अनि एरियाको कोड यहाँ हुन्छ, अनि आफ्नो मोबाइल नम्बर यहाँ हाल्ने। तपाईँले मोबाइल नम्बर हाल्नु मन छ भने, छैन भने यहाँ गएर स्किप गरिदिने कि। स्किप, मैले चाहिँ स्किप गरिदिएँ होइन, स्किप गरिदिएँ। अब यहाँ चाहिँ आइडी बन्यो, एकदमै तरिकाले आइडी चाहिँ बन्यो होइन। यसरी चाहिँ आइडी रेडी भयो। हेर्नुहोस् है, वेलकम टु फेसबुक ट्याब हियर फ्रेन्ड यु नो एन्ड एड टिम एन्ड फ्रेन्ड भनेर 5 मिनटमा चाहिँ आइडी बनिसक्यो एकदमै है। अनि अब चाहिँ यसको सेटिङ कसरी गर्ने है, अब सेटिङ पनि गर्नुपर्छ। यतिकै आइडी बनाएर चाहिँ कन्टेन्ट क्रिएटर बन्न सकिँदैन, पोस्टहरू भाइरल जाँदैन। यसमा चाहिँ सेटिङ गर्नुको लागि के गर्नुपर्छ भनेपछि हामी चाहिँ यहाँ जाने होइन, सुरुमा यहाँ जानेर तपाईँको अब यहाँ चाहिँ सेटिङ एन्ड प्राइभेसी छ। यहाँ यो चाहिँ माथि 3 डटमा ओके गऱ्यो भने सेटिङ एन्ड प्राइभेसी भनेर आउँछ होइन। अनि तपाईँले चाहिँ यहाँ ओके गर्ने होइन। यहाँ ओके गऱ्यो भने तपाईँको चाहिँ अब यहाँ चाहिँ सबै आउँछ। यहाँ कस्तो हुन्छ भने सेटिङ एन्ड प्राइभेसीमा ओके गर्नुभयो, अनि त्यहाँ तलतिर सेटिङ आयो, यहाँ सेटिङ आयो, यहाँ ओके गर्ने। ल हामी चाहिँ सेटिङमा आइसक्यो होइन। सबैभन्दा मेन के गर्ने थाहा छ। अनि यहाँ चाहिँ सेटिङ कसरी मिलाउने भनेपछि प्रोफाइल लकिङ छ, हाउ टु फाइन्ड कन्ट्याक्ट यु भनेर भनेको छ। यहाँ चाहिँ कसले चाहिँ तपाईँले कन्ट्याक्ट गर्न सक्छ। सुरुमा यहाँ ओके गर्ने होइन, ओके गर्ने र फ्रेन्ड रिक्वेस्ट, तपाईँले चाहिँ फ्रेन्ड रिक्वेस्ट कसले पठाउन सक्छ भनेको छ। यहाँ चाहिँ यस्तो छ भने, अनि यहाँ चाहिँ कस्तो गर्नुपर्छ भने अब यो अलरेडी ठिक छ होइन, तर चाहिँ यसलाई अपडेट गर्नुको लागि यहाँ फ्रेन्ड टु फ्रेन्ड फेरि यो ब्लू टिक छ नि, यसलाई यहाँ ओके गरेर फेरि पब्लिक गर्ने, अनि तल गएर सेभ गरिदिने होइन। अनि त्यस्तो गर्ने। तपाईँको फ्रेन्ड लिस्ट चाहिँ कसले त्यहाँ दोस्रो नम्बरमा छ, हाउ क्यान सी योर फ्रेन्ड लिस्ट भनेर भनिरहेछ। यसमा चाहिँ तपाईँको फ्रेन्ड लिस्ट कसले हेर्न सक्छ भनेर भनिरहेछ। यहाँ चाहिँ तपाईँले सी अल भनेर भनेको छ होइन, अन्ली मी, तपाईँले मात्रै हेर्न सक्नुहुन्छ होइन। यसरी यहाँ अन्ली मीमा राखेर सेभ गरिदिने होइन। अनि यहाँ तलतिर के छ,
पिपल विथ योर इमेल एड्रेस भनिरहेको छ होइन। यसमा पनि तपाईँको कसैले पनि हेर्न नपाउने भनेर यसरी राखिदिने होइन। अनि तलतिर पनि नम्बर्स अफ फोन नम्बर पनि कसैले हेर्न नपाउनेमा राखिदिने। नो अन लेखेछ नि त्यसमा चाहिँ ओके गरिदिने। अनि यो चाहिँ भइहाल्यो होइन। यदि भइसकेपछि अब यहाँको सेटिङ चाहिँ भयो लगभग। फ्रेन्ड रिक्वेस्ट चाहिँ कसले गर्न पाउने नपाउने होइन, यो चाहिँ आफ्नो विचार हो। तपाईँको चाहिँ रिक्वेस्ट कसैले पनि गर्न नपाउनेमा छ भने डोन्ट रिक्वेस्ट भनेको छ, डोन्ट रिसिभ रिक्वेस्ट भनेको छ। यसमा ओके गर्नुभयो भने तपाईँले कसैले पनि तपाईँलाई मेसेज गरेछ भने फ्रेन्ड बिनाको, अनि यहाँ मेसेज चाहिँ आउँदैन होइन। यसमा छ भने फ्रेन्ड छैन भने पनि मेसेज आउँछ होइन। यसले केही नगर्ने, तपाईँको विचार। अनि चाहिँ यो चाहिँ भयो होइन। अनि ब्याक जाने अनि त्यहाँभन्दा पछि फलो एन्ड पब्लिक कन्टेन्ट भनेको छ होइन। अब यसमा ओके गर्ने र यो चाहिँ प्रोफाइल भनेको छ। यो चाहिँ तपाईँको पब्लिकले हेर्न सक्छ होइन। तपाईँको चाहिँ एकछिन यहाँ चाहिँ फ्रेन्ड बनाएर फेरि यसलाई चाहिँ अपडेट अनिवार्य गर्नुपर्छ, नत्र चाहिँ यसलाई चाहिँ अपडेट अनिवार्य गर्नुपर्छ। अनि यो ब्लु टिक फ्रेन्डमा गर्ने र पब्लिकमा गर्ने होइन। अनि सेभ गरिहाल्ने। त्यसभन्दा पछि तपाईँको अब यहाँ यसलाई नै पब्लिकै राख्ने हो। अनि यसलाई चाहिँ अपडेट गर्ने अनि टक्क यसरी राख्ने। अब सिकाइहालेँ होइन मैले, तपाईँलाई थाहा भइसक्यो होला। त्यसभन्दा पछि सबै पब्लिक्स ओके छ। यसमा केही पनि फरक छैन होइन। केही गर्नु पर्दैन, ओके छ। माथि पब्लिक भयो भने एकचोटि सबैलाई यो पब्लिक छ नि, यसलाई चाहिँ पब्लिक गराइदिने होइन। यसरी पब्लिक गर्ने। अनि तपाईँको फ्रेन्ड लाइक कमेन्ट प्रोफाइल इन्फर्मेसन द्याट अलवेज पब्लिक, यो पनि पब्लिक गर्नुपर्छ होइन। पब्लिक गरिदिने ओके। सबैलाई चाहिँ यो चाहिँ पब्लिक गर्ने अनि राखिदिने, बाँकी ठिक छ होइन। अनि ब्याक आउने र तपाईँको यहाँ चाहिँ प्रोफाइल ट्यागिङ भन्ने छ। अब यसमा चाहिँ हु क्यान पोस्ट योर प्रोफाइल भन्छ। यहाँ चाहिँ फ्रेन्डले राखेछ होइन, तर चाहिँ कसैले गर्न नपाओस् भनेर अन्ली मीमा कसैले पनि तपाईँलाई प्रोफाइलमा गएर ट्याग गर्न सक्दैन। उधर पोस्ट यो चाहिँ अलरेडी ठिक छ होइन। तपाईँ उधर अन्य पोस्टहरू चाहिँ एभ्री अनले सबैले हेर्न सक्छ। ट्याग गरेको उधर पोस्टहरू भनेको यो चाहिँ यसमै राख्दा नि हुन्छ, केही फरक पर्दैन। फ्रेन्डमै छ, फ्रेन्डहरूले हेर्न सक्छ होइन। अनि यहाँ चाहिँ तपाईँको यो कस्तो छ भने हु क्यान सी पोस्ट योर ट्याग इन योर प्रोफाइल छ। प्रोफाइलमा तपाईँको प्रोफाइलमा ट्याग गरेको पोस्ट जो चाहिँ अरूले ट्याग गर्यो भने अनि कसले हेर्न पाउने भनेको छ। यहाँ चाहिँ कसैले हेर्न पाउँदैन होइन। यहाँ चाहिँ ओन्ली मी राखिदिने होइन। अनि यसलाई चाहिँ तपाईँको रिभिङ भन्छ। कसैले पोस्ट गर्यो भने तपाईँले मेन्सन गरेर यो छ नि, यसलाई चाहिँ अन राख्नुहोस् होइन। यसलाई अन राख्नुहोस्। यो चाहिँ तपाईँलाई ट्याग गरेर कसैले पोस्ट मेन्सन गर्यो भने त्यहाँ चाहिँ नोटिफिकेसन आउँछ, एक्सेप्ट गर्ने या नगर्ने भनेर होइन। तपाईँ त्यसरी गर्नु होला होइन। अनि त्योभन्दा पछि यो चाहिँ अरू बाँकी ठिक छ, यति नै यो सेटिङ गर्नुपर्ने। अनि यहाँ चाहिँ मेन कुरा के छ भने मैले अघि भन्न बिर्सेँ होइन। अनि यो चाहिँ प्रोफाइलमा जाने, यो आयो होइन। यो सबै ओके छ, केही फरक छैन। यहाँ जाने अनि यसलाई ओके गर्ने होइन। यसरी आउँछ। के आयो प्रोफाइल राख भनिरहेछ होइन। तपाईँले यसरी राख्न सक्नुहुन्छ। यसरी दबायो भने तपाईँले चाहिँ यसरी राख्न सक्नुहुन्छ प्रोफाइल होइन। र म चाहिँ अहिले स्किप गरिदिएँ तपाईँलाई सिकाउनको लागि मात्रै हो होइन। म चाहिँ आफ्नै हिसाबले राख्छु, पछि स्किप गर्ने, अहिले राख्दिनँ प्रोफाइल। अनि लग गर्ने या नगर्ने भनेर यहाँ यस्तो देखाइरहेछ। हामीले चाहिँ लग गर्नु हुँदैन होइन। किनकि अब यो लग गऱ्यो भने चाहिँ हामीले कन्टेन्ट क्रिएटर गरेर सामाजिक सञ्जालमा काम गर्न सक्दैनौँ। त्यसैले यहाँ लग नगर्ने, स्किप गर्ने होइन। लोकेसन छ काठमाडौँ नेपाल, यसरी आइरहेछ।
राखे भयो नराखे भयो केही मतलब भन्नु स्किप हान्नुहोस् होइन। तपाईँ राख्नुहोस् नराख्नुहोस् केही फरकै पर्दैन। तपाईँ स्कुल पढ्नुभएको या पढ्नुभयो होइन होइन त्यसरी केही फरक पर्दैन। नराख्दा नि हुन्छ, स्किप गर्नुहोस् पुरै। अनि कभर फोटो नि मैले चाहिँ स्किप गर्ने होइन, तपाईँले आफ्नो हिसाबले राख्न सक्नुहुन्छ होइन। मैले चाहिँ स्किप गरिदिएँ। यहाँ चाहिँ आफ्नो हिसाबले कभर फोटो के राख्ने भनेर अब यहाँ यसमा ओके गऱ्यो भने भइहाल्छ। स्किप गरेँ होइन, अल डन भयो। मैले चाहिँ प्रोफाइल हेरेँ होइन। अब प्रोफाइल हेरिसकेपछि 3 डट तपाईँको हेर्नुहोस्। अब यसमा त्यो 3 डट छ नि, यसमा ओके गर्ने। अब सिधा यसरी हेर्ने अनि यहाँ हेर्नु पऱ्यो। अब यहाँ चाहिँ हाम्रो फेसबुक टर्न अन पर्सनल मोड छ होइन, यसमा ओके गर्ने। तपाईँ चाहिँ यो चाहिँ अनिवार्य गर्नुपर्छ, नत्र हुँदैन। मेन कुरा भनेको यही हो होइन। यसरी ओके गर्ने। यहाँ चाहिँ लोडिङ लिन्छ अनि नेक्स्ट छ, यहाँ चाहिँ नेक्स्ट गर्ने, केही फरक पर्दैन होइन। तपाईँको चाहिँ पेजमा कन्भर्ट गर्ने हो कि पब्लिकमा ओके हान्ने अनि यसरी कन्फर्म गर्ने होइन। मोनेटाइजेसन टुल्स भन्छ यसरी। अब यहाँ चाहिँ नेक्स्ट गर्ने कि सबै नेक्स्ट ओके। गो टु पर्सनल डैशबोर्ड भन्छ। हामी चाहिँ यसरी गयौँ। अब चाहिँ हाम्रो रेडी भयो, केही गर्नु पर्दैन यसलाई होइन। यसरी ब्याक आउने अनि हेर्ने। अब चाहिँ हाम्रो यसरी चाहिँ अब फलो फ्रेन्डहरू यहाँ देखिन्छ होइन। यस्तो भयो भने तपाईँको चाहिँ पेजमा कन्भर्ट भयो तपाईँको आइडी होइन। यसरी चाहिँ काम गर्न सजिलो हुन्छ। तपाईँले यहाँ चाहिँ प्रोफाइल यहाँबाट राख्न सक्नुहुन्छ अनि एड कभर फोटो लेख्छ यहाँबाट राख्न सक्नुहुन्छ होइन। केही फरक पर्दैन, पहिला राखे नि पछि राखे नि। यसरी जिमेल हालेर सामाजिक सञ्जालमा काम गर्ने आइडी चाहिँ बनाउनुपर्छ। कन्टेन्ट क्रिएटरहरूले नयाँ सिक्दै हुनुहुन्छ भने पक्कै पनि तपाईँहरूलाई यो भिडियो एकदमै काम लाग्यो होला साथीहरू। अब यो आइडी बनाइसकेपछि 3 देखि 5 दिनसम्म तपाईँहरूले कुनै पनि पोस्ट कसैलाई पनि फ्रेन्ड रिक्वेस्ट नपठाउनुहोस् होइन। नयाँ आइडी हो, उड्न सक्छ। त्यसैले 4-5 दिनसम्म यो आइडी बनाएर छोडिदिनुहोस्। त्यसभन्दा पछि काम गर्न थाल्नुहोस्, सुरु गर्नुहोस् अनि केही फरक पर्दैन। तपाईँको आइडी एकदमै चल्छ। त्यसरी चाहिँ आइडी बनायो भने एकदम ग्रो पनि हुन्छ र तपाईँको आइडी स्ट्रङ पनि हुन्छ। साथीहरू तपाईँलाई यो भिडियो राम्रो लाग्यो भने कमेन्टमा अवश्य कमेन्ट गर्नु होला है त साथीहरू हामीलाई। अनि यहाँभन्दा पछि तपाईँहरूले के गर्नुपर्छ भन्ने कुरा हामी अर्को भिडियोमा ल्याएर आउनेछौँ। तपाईँहरूले कमेन्ट गर्नुभयो भने है त साथीहरू।